महाविद्यालयमा स्वागत छ। आजको दिनको सुरुवातमा विशेष गरी एलकेजी कक्षाका कक्षा शिक्षक कल्पना उपाध्याय र वन कक्षाका कक्षा शिक्षक सुनिता आचार्यज्यूलाई हार्दिक धन्यवाद दिँदै सुरुवात गर्न चाहन्छु। उहाँहरूले कक्षा एलकेजी र वन कक्षाका विद्यार्थी भाइ बहिनीहरूलाई अगाडि ल्याएर के बोल्नको लागि उत्प्रेरित गर्नुभयो, तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। त्यसै गरी कक्षा 1, 2 बाट 3 बाट 4 बाट र 5 बाट पनि आओस्, शुभकामना पनि छ। पठन पाठनका क्रियाकलापहरूमा सम्भवतः नगरपालिकाको रुटिन अनुसार हाम्रो भोलिदेखि परीक्षा सञ्चालन हुनुपर्ने हो, तर टिफिन टाइमसम्म परीक्षा क्लास सञ्चालन गरेर पछिबाट परीक्षा सञ्चालन गर्दाखेरि त्यसले क्लास पनि इफेक्टिभ नहुने, परीक्षालाई पनि प्रभाव पार्ने जस्तो लागेर हामीले चाहिँ मङ्गलबार 16 गतेबाट चाहिँ 16, 17, 18, 19मा चाहिँ एक दिनमा 2टा परीक्षाको दरले इक्जाम लिने र बाँकी चाहिँ यो 15 गतेसम्म चाहिँ नियमित